युरोप घुम्न जाँदाखेरि भिजा लिने सजिलो उपायको बारेमा कुरा गर्छ है त आज। थुप्रै उपायहरू छ, त्यो चाहिँ म 1 बाई 1 भन्छु, भिडियो अन्तिमसम्म हेर्नु। सबभन्दा सुरुमा चाहिँ तपाईँले जुन देश जाने हो त्यो देशको एम्बेसीबाट चाहिँ भिजा अप्लाई गर्न सक्नुहुन्छ। गुगलमा गएर तपाईँले वेबसाइट हेर्नुभयो भने चाहिँ सबै देशको एम्बेसी हुन्छ, अनि त्यो एम्बेसीमा चाहिँ भिजा सेक्सन हुन्छ, त्यहाँ गएर एप्लिकेसन दिन सक्नुहुन्छ है त। एउटा चाहिँ एम्बेसी भयो। अर्को एम्बेसी टु बिजी छ भने चाहिँ कन्सुलेट भन्छ। कन्सुलेट भनेको चाहिँ एम्बेसीको चाहिँ अर्को अफिस हो। एम्बेसीले गर्न नसक्ने कामहरू अथवा एम्बेसी अलिक टाढा छ भने चाहिँ अरू सिटीहरूमा कति देशहरूले कन्सुलेट राखेको हुन्छ, त्यो ठाउँमा पनि तपाईँले भिजा एप्लिकेसन दिन सक्नुहुन्छ है। त्यो दुईवटा उपाय भयो। त्यसमा पनि अर्को उपाय के छ भन्दाखेरि चाहिँ यो भिजा एप्लाई गर्ने थुप्रै यो सेन्टरहरू छ के, भिजा सेन्टरहरू। त्यो भिजा सेन्टर थ्रु तपाईँले गर्नुभयो भने त्यहाँबाट पनि अलि छिटो चाहिँ तपाईँको भिजा आउन सक्छ। यसको एउटा मात्र डाउन साइड चाहिँ तपाईँले अलिअलि पैसा तिर्नुपर्ने हुन्छ, तर अब विदेश जाने भनेपछि केही पैसा तिर्नु चाहिँ खासै अप्ठ्यारो लाग्छ जस्तो चाहिँ लाग्दैन मलाई। अनि यसमा तपाईँहरूले एकदमै ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि हलिडे जाने हो, घुम्न जाने हो अथवा के गर्ने हो, त्यो डेट बुक गरेको छ भने चाहिँ तपाईँहरूले त्यो बुक गरेको डेटभन्दा एटलिस्ट 3-4 महिना अगाडि चाहिँ भिजा एप्लिकेसन दिन होला है त। अनि कतिजनाले के सोध्नु भएको छ भने चाहिँ भिजा कति लामो दिन्छ भनेर सोध्नु भएको छ। कुनै कुनै देशले चाहिँ 90 दिनको पनि दिन्छ, अनि कुनै देशले चाहिँ अलि छोटो कति तपाईँले चाहिँ कति रिक्वेस्ट गरेको छ त्यति मात्र पनि दिन सक्छ है त साथीहरू। अहिलेको लागि यति नै, टेक केयर।